घना जङ्गलको छेउमा रहेको एउटा सानो गाउँमा अर्जुन र विक्रम नामका दुईजना मिल्ने साथी बस्थे। उनीहरू बाल्यकालदेखि नै साहसी काम गर्न मन पराउँथे। गाउँका बुढापाकाहरूले जङ्गलको बीचमा पुरानो खजाना लुकाइएको कथा सुनाउने गर्थे। धेरै मानिसहरूले त्यो खजाना खोज्ने प्रयास गरे, तर कोही पनि सफल भएका थिएनन्। एक दिन अर्जुनले भन्यो, विक्रम, हामी पनि त्यो खजाना खोज्न जाउँ न। विक्रम अलि डरायो। जङ्गल धेरै खतरनाक छ रे, त्यहाँ जङ्गली जनावर पनि छन्। अर्जुन हाँस्दै भन्यो, डराउने होइन साथी, हामी सँगै छौँ नि। अर्को बिहान दुवैले झोला तयार पारे। झोलामा पानी, खाना, टर्च र एउटा पुरानो नक्सा राखे। गाउँका एक बुढाले दिएको त्यो नक्सामा जङ्गलको भित्री भागमा रातो चिन्ह बनाइएको थियो। दुवै साथी बिहानै जङ्गलतिर लागे। जङ्गल निकै अन्धकार र डरलाग्दो थियो। चराहरूको आवाज, हावाको सुस्साहट र रुखहरू हल्लिएको देख्दा विक्रमलाई डर लाग्न थाल्यो। हिँड्दै जाँदा अचानक उनीहरूले एउटा पुरानो काठको पुल भेटे। पुल तल ठुलो खोला बगिरहेको थियो। अर्जुनले भन्यो, सावधानीपूर्वक हिँड, पुल कमजोर देखिन्छ। दुवै बिस्तारै पुल पार गर्न थाले। बीचमा पुग्दा पुल चरर आवाज गर्दै हल्लिन थाल्यो। विक्रम डराएर चिच्यायो, अर्जुन, पुल भाँचिन लाग्यो। दुवैले दौडेर पुल पार गरे। पछाडि फर्केर हेर्दा पुल नदीमा खसेको थियो। केही समयपछि उनीहरू नक्सामा देखाइएको ठाउँ नजिक पुगे। त्यहाँ ठुलो ढुङ्गाको गुफा थियो। गुफाभित्र निकै अन्धकार थियो। अर्जुनले टर्च बाल्यो। गुफाको भित्तामा पुराना चिन्हहरू कोरिएका थिए। बीचमा एउटा ठुलो बाकस देखियो। विक्रम खुसी हुँदै भन्यो, हामीले खजाना भेटायौँ। दुवै बाकस नजिक गए। तर बाकस खोल्न खोज्दा अचानक गुफाभित्र ठुलो आवाज आयो। माथिबाट ढुङ्गाहरू खस्न थाले। अर्जुनले चिच्यायो, छिटो, यहाँबाट बाहिर निस्कनु पर्छ। दुवै साथी दौडिए। गुफाबाट निस्कने बेलामा विक्रम लड्न पुग्यो। अर्जुन फर्केर आयो र उसलाई उठायो। कसरी दुवै गुफाबाट बाहिर निस्किए। केही बेरपछि गुफाको प्रवेशद्वार नै ढुङ्गाले थुनियो। दुवै थाकेका थिए। विक्रमले दुखी हुँदै भन्यो, खजाना त भित्रै रह्यो। अर्जुन मुस्कुरायो, साँचो खजाना पैसा होइन साथी। आज हामीले मित्रता, साहस र एक अर्काको साथ ठुलो कुरा हो भन्ने सिक्यौँ।